ल फेरि पनि मेरो नयाँ भिडियोमा स्वागत छ होइन। फेरि म यो चिट्टा खोल्न जाँदैछु। हेऱ्यो मैले त आज चाहिँ को लकेस मान्छे पर्नुहुन्छ। ल भिडियो नगरे सुरु गरौँ है त। ओके ल म खोल्न जाँदैछु होइन। ओ रामु ल रामु कङ्ग्रेचुलेसन है तिमीलाई होइन। ल अब म रामुको स्केच बनाउन जाँदैछु। ल स्केच सुरु गरौँ है त अब है। म्यान विथ जेरो एटिट्युड, जोसँग कुनै घमण्ड डाहा रिस केही पनि छैन है। समग्रमा भन्नुपर्दा चाहिँ रामुलाई चिन्ने जति पनि हुनुहुन्छ बच्चादेखि बुढो सबैको अगाडि राम्रो छवि बनाएको व्यक्ति हो। यसर्थ मेरो लागि पनि रामु प्यारो र राम्रो साथीको रूपमा परिचित छन् र हाम्रो बालापन एउटै ठाउँमा हासखेल गर्दै पनि बित्यो। रामु एक सफल व्यवसाय पनि हो र व्यावहारिकताले हेर्ने हो भने पनि उनी एकदम परिपक्व र शालीन स्वभावको व्यक्ति लाग्छ मलाई। सानो सानो कुरामा खुसी हुने व्यक्ति पनि हो रामु। मैले धेरै नै नोटिस गरेको छु। रामु मेरो सुख दुःख सेयर गर्ने साथी पनि हो। हुन त आफ्नो सुख दुःख कसैलाई सेयर गर्न हुँदैन भन्ने भनाइ छ, त्यो साँचो पनि हो। किनकि नयाँ र नियत नराम्रो भएको मान्छेहरू हाम्रोहरू धेरै नै भेटिने गर्दछन्। तर नजिकको बानी व्यवहार सबै कुरा नजिकबाट निहाल्दै आएका साथीहरू छन् भने मनका कुरा सेयर गर्दा कुनै फरक पर्दैन। यो मेरो व्यक्तिगत सोच हो है। फेरि सबैको आफ्नो सोच हुनसक्छ होइन। किनकि मिल्ने साथीहरूसँग दुःख सुख सेयर गर्दा धेरै कुराको आइडियाहरू पनि निस्कने गर्दछ, सान्त्वना मिल्छ होइन, राम्रो राम्रो सुझावहरू पनि मिल्ने गर्दछ। र यसो भन्दै गर्दै यहाँ एउटा प्रश्न पनि निस्कन सक्छ, यो मान्छेले सबैको तारिफ चाहिँ किन गर्छ भनेर होइन। यसको उत्तर मसँग छ है। सायद म यस्तो एउटा भाग्यमानी व्यक्ति हो होइन, जोसँग म परिचित र नजिक छु उनीहरूसँग निकै नै आत्मीय सम्बन्ध छ। किनकि जोसँग मेरो व्यवहार मिल्दैन, म जोसँग घुलमिल हुन सक्दिनँ, उनीहरूसँग चाहिँ म मित्रताको हात पनि अगाडि बढाउँदिनँ। किनकि थोरै साथी होस् राम्रो साथी होस्, मेरो चाहिँ यस्तो विचार छ होइन। ल यति भन्दै गर्दा स्केच पनि सक्न आँट्यो। ल त रामु, स्वस्थ हुनु, मस्त रहनु, सधैँ यस्तै प्यारो बन्नु होइन। हाम्रो आगामी जिन्दगीको यात्रा पनि यसै गरी बितेछ है त। ल अहिलेलाई चाहिँ म बिदा हुन चाहन्छु। फेरि अर्को भिडियोमा भेटौँला है त। You were my best friend, didn't care about the rules, good on the weekends. I'll be in fools, drifting to deep space. So brave and so stupid, just like the movies. I was gonna stay in the fire.